हेलो अनि गुड मर्निङ साथीहरू, हजुरहरूलाई स्वागत छ एउटा नयाँ भिडियोमा। आज चाहिँ बिहानको 8 बज्नै लागेको छ, तर हाम्रो घरमा भनेका खाना बनाउने नास्ता बनाउने म्याडमहरू यस्तरी सुत्दिहान कि कुरै छोडिदिनु। म आफ्नो काम गरेर म्याडमहरू वाकिङबाट आएँ होइन, एक हप्ता जति बाहिर गएको थिएँ कुरा गरेर पनि। यहाँ हेर्नु त, हेलो म्याडम एक्सक्युज मी, यस्तरी सुत्यान। उता साली, यता छोरो, यता बुढी। अनि यिनीहरूको चाहिँ बाहिर जाने प्लान भएको छ नि त घुम्न आज होइन। त्यही भएर यिनीहरूले छुट्टी लिएर मजाले सुत्यान। आफ्नो चाहिँ छुट्टी छैन साथीहरू। अब एक्लै भए पनि नास्ता त खानु पऱ्यो। त्यही भएर म नास्ता गरम गरेर हिजोको बचेको तचेको मैले खानुपर्छ, त्यही भएर खान्छु साथीहरू। आजको दिन कस्तो हुन्छ म लङ भिडियो हाल्ने प्रयासमा छु, त्यही भएर म आज भिडियो यसरी बनाउँदैछु है। ल साथीहरू हेर्दै जानु होला लास्ट। फाइनली साथीहरू 8:30 बजे उठे। यस्ता पनि छन् हाम्रा घरका मान्छे हेर। 8:30 बजे उठ्ने उता म्याडम छुट्टी भएर, यता सरकार त बसी क्या उठ्दा हेर्नु त यस्तै चलिरहेछ। आज यिनीहरू घुम्न जाने हो नि हाम्रो। अहिले मैले त नास्ता खाइसकेँ, म चाय रेडी हुँदैछ आज। यहाँ रोटी मैले त बासी गरेँ, कम खाइदिने हो, टेन्सनै भएन नि। हेर साथीहरू, घुम्न भन्यो भने लेडिज मेरी बुढीलाई कति जाँगर आउँदा काम गर्ने। हेर सधैँ म भाँडा धुन्थेँ, आज हेर यो ठाउँमा बुढीले भाँडा बस्काइरहेको छ। 2 दिनका भाँडा आउनु साथीहरू है नि। तर भाँडा चाहिँ हुन्के घुम्न भने लास्टै जाँगर आउँछ। रुम पनि सफा गरेर जाए आज, सबै काम गर्ने हो अनि पठाउने, आफू आनन्द बस्ने ड्युटीमा साथीहरू। रेस्ट गरेर आजको दिन होइन, सन्डे हो नि त। क्या अरे दोकान जाने हो, चप्पल किन्न जाने हो। नाङ्गा खुट्टा हटियाक्ता न नाङ्गा खुट्टा किन अर्की साली हेर न, बाल कहाँ बिहान एकछिन बाबुले क्रिकेट खेलौँ भनेर हामी चाहिँ क्रिकेट खेल्न गइरहेछौँ। दौडायो छोराले सर्ट हानेर। उहाँ हेर्नु बिल्डिङको सामने मेरो छोरो बसिया छ होइन। अनि म चाहिँ बल ल्याउन आएको। त सेतो गाडीभन्दा पनि टाढा फालिदियो केटोले। यस्तो के गर्नु, रमाइलो चलिरहेछ 2 बाउ छोराको। सन्डे हो नि त। लरियो है, फेरि त्यहीँ पुगाइदियो यार। फेरि गाडीको तल गयो भने यहाँ तेरि। ल साथीहरू, हामी एकछिन रमाइलो गर्छौँ। मोबाइल हेर्न आएको मान्छे हेर त, यही लक्कै बेस्ट हो यार। यही हो क्यामेरा हेर, आफूलाई ज्या हेर्न आउँछ त्यति हेर क्या। यहाँ अरू ठाउँ यसरी हेर्न पाइँदैन चलाएर, सिधा बक्स हो, उठाउनु हो, जानु हो। कि नै मोबाइलको दोकानमा आएको साथीहरू होइन। मोबाइल भने यस्ता छन् कि कुरै छोड्थ्यो। OnePlus, Vivo, OnePlusहरूको डिस्प्ले। साथीहरू एउटा ग्यालरीमा गएर चित्त नबुझाएर राजाले फेरि अर्को ग्यालरीमा आछौँ हामी चाहिँ मोबाइल हेर्न होइन। अब यहाँ चाहिँ चित्त बुझाउँछ कि नै यिनी मान्छे। 4GB RAM है, 64GB मेमोरी है। 4GB ऱ्याम वाला कति GB ऱ्याम होगा? 20,000 भन्दा तलको मोबाइल 20,000 से ऊपर और आएगा। इसी में और अलग अलग दिखाता हूँ मैं। ल साथीहरू हेर्दै जाउँ कस्तो। फाइनली साथीहरू दाजुले हाल्यो ठुलै मोबाइल। ल कङ्ग्रेचुलेसन दाजु है। 4-5वटा दोकान हेरिसकेपछि बल्ल पत्ता लाग्यो मोबाइल कुन लग्ने भनेर। तर दोकान अनुसार फरक रेट हुँदो रहेछ क्या। अनि यहाँ अङ्कलको दोकानमा आएर एकदम राम्रो मिल्यो होइन मोबाइल पनि। अब ल कस्तो छ खै। यो पनि कमको छैन है। अनि मोबाइल ऊ खोल्न, अन गर्न मन पऱ्यो कि नै? कति लेट गरे यार तेरिका। अन गर, अन हो अंकल। वो फोन ऑन ही है क्या? हाँ नहीं, वो टच करने से ऑन हो गया। साइड में टच हुआ। हाँ साइड में टच हुआ तो ऑन होगा। कहाँ चल रहा है? ऑन हुन ला भर्खर।
यो ओइ नयाँ सिस्टम रहेछ नि यार देखा त यता ल यता हेरेर अन भयो साथीहरू है फोन हतार हतार गरेर घर पुग्यो आज सन्डे घुम्न जाने भनेको मोबाइल किन्न गयौँ र दाइको बडा मुस्किलले बल्ल तल्ल एउटा छनौट गरेर ल्याउनु त ल्याइयो होइन धेरै महँगा भएर चाहिँ मोबाइल किन्नै नसकिने अहिले अनि मैले पनि एउटा कभर हालेँ एउटा ग्लास हालेँ अनि यिनीहरू चाहिँ रेडी भइसक्यो साथीहरू है लालबाग जानको लागि अनि के छ र यस्तै छ बाबु पनि रेडी भइसक्यो उता साली म्याडम पनि रेडी भएको छन् ल राम्रोसँग जाऊ अब गाडी बुक गरेर यिनीहरूलाई पठाउनु पऱ्यो साथीहरू के गर्नु आफू त ड्युटीमा बस्नुपर्ने ड्युटीमा बसेर दिनभरि हेर्ने यस्तै चलिरहेको छ आजको भलक चाहिँ छुटाउन हेर्न नछुटाउनु होला साथीहरू है अनि आज मैले लङ भिडियो पोस्ट गर्न लागेको छु अनि त्यही भएर साथीहरू बाहिर जान पाइँदैन त्यही पनि केही छैन ल हेर्दै जानु फाइनली साथीहरू अब चाहिँ बुढीहरूको गाडी पनि बुक गरेर आइसक्यो अब यिनीहरू जान लागे एक्लै भइन्छ दिनभरि बसिन्छ के गर्नु तै पनि चिलपारामा तराउनु पऱ्यो मेरी साली हिरुनी बनेर हिँड्न ला आँखा लगाइदिनु अब लालबाग हेर ढिला हारेका सारा रा जाऊ 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 बाई बाई आई लभ यु टु राम्रोसँग जानु राम्रोसँग छिटाउनु है साँझ 6-7 बजीतिर पुगिहाल्नु यहाँ है बाई बाई ल राम्रोसँग जाऊ राम्रोसँग गए यिनीहरू गए एक्लै चिलपारामा बसिन्छ साथीहरू है अब के गर्नु यस्तै हो परदेशको ठाउँमा अब हुन त अब म गए पनि के भाडा लाग्थ्यो त्यहाँ सेमै भाडा हो सेमै खर्च हो होइन तर मेरो चाहिँ धेरै घुम्ने मन पनि लाग्दैन अनि म जाने मन पनि लाग्दैन त्यही भएर म चाहिँ रुममै बसेको अब म आफ्नो काम गर्छु फेरि रुमसुम सरसफाइ गर्छु रुम गन्दा भए यिनीहरूले गन्दा सन्दा गरेर गहन् अब आफ्नो काम गर्नु पऱ्यो बस्नु पऱ्यो साथीहरू है हजुरहरूलाई मेरो आजको लङ भलक कस्तो लाग्यो साथीहरू राम्रो लाग्यो भने लाइक कमेन्ट अनि सेयर अनि फलो पनि गरिदिनु होला एकदम धेरै माया पनि गरिदिनु होला र जाँदा जाँदै अझै राम्रो लाग्यो भने एउटा मिठो कमेन्ट गरेर सल्लाह सुझावको लागि एउटा मिठो कमेन्ट गरेर गइदिनु होला भन्दै अहिलेको लागि चाहिँ छुट्टिन्छु बाई बाई।